टेन्सनको पाटो चाहिँ के थियो भने भिजा कहिले आउने सो मच प्रेसर। मैले अस्ट्रेलियामा पिआर कसरी पाएँ भागेर। मैले हजुरहरूलाई पहिले भनेको थिएँ साथीको आमाले खाना पकाएर खाना दिनुभयो, मिठो चिया खिलाउनु भयो। अनि त्यसपछि के भयो भने 1-2 दिनमा गमट्रीमा रुम पाइयो, रुम हेर्न गइयो। रुम पनि न्यू टाउनमा, होबार्टको। अहिले होबार्ट बस्ने को हुनुहुन्छ सायद उहाँलाई थाहा छ। न्यू टाउन इज भेरी गुड प्लेस टु लिभ होइन, एकदम राम्रो ठाउँ हो। त्यो बेला पनि शान्त थियो, राम्रो ठाउँ थियो। घर साउमा कोठा खाली रहेछ, पछाडिपट्टि 2टा कोठा। अनि त्यहाँ कोठा पाइयो। कोठा पाइसकेपछि राम्रो लाग्यो। घर साउ पनि मोटे असिलो मजाको होइन। अनि 1-2 दिनमा कोठा पनि सरियो, सामान खासै ल्याउनु पर्ने थिएन, सबै त्यहीँ थियो। अनि कामबाट र घर चाहिँ 10 मिनटको वकिङ गर्दाखेरि एकदम कन्भिनियन्ट पनि भयो। र काम पनि सुरु गरेँ 1-2 दिनमा सरिसकेपछि। र काम नयाँ टिम, एक्साइटमेन्ट प्लस हल्का डर, एडजस्ट हुनुपर्ने होइन, नयाँ इन्भाइरोमेन्ट, नयाँ टिमसँग थियो नि त। त्यसमाथि ग्रिक सेफ है भन्छ नि, कान्ट गेट बेटर देन द्याट भने जस्तै केही बेटर त थिएन होइन। एकदम नसुन्ने होइन, घमण्डी फोहोरी त्यस्तै होइन। मलाई चाहिँ फोहोर मन नपर्ने, अनि फोहोरी थियो। त्यसपछि काम पनि सुरु भयो। अनि स्पोन्सरको डकुमेन्ट हाल्नुपर्ने, साउ होलिडे गयो है। अब आफूलाई हतार छ, तर साउ होलिडे गयो। होलिडे गइसकेपछि फेरि 2-3 महिना त्यसै प्रोसेस बन्द भयो। अनि त्यसपछि लयर हायर गरेर अनि उसलाई फलोअप गर्न लगाएँ मैले होइन। अनि त्यति बेला चाहिँ आइएल्समा 4.5 आए पनि पुग्थ्यो। अब अहिले सुन्दाखेरि हाँसो लाग्छ होला होइन, 4.5 ओ माई गड भन्ने हुन्छ होइन। अफकोर्स त्यो बेलामा त्यस्तै थियो रुल्सहरू होइन, पोलिसीहरू त्यही थियो। सो त्यो थियो। अनि हप्तामा 2 दिन बिदा हुन्थ्यो। 2 दिन बिदामा चाहिँ हामी साथीभाइहरू कि क्याम्पिङ जाने कि बुस वाकिङ जाने होइन। एकदम रमाइलो, एभ्री विक क्याम्पिङ गइन्थ्यो। माउन्ट वेलिङ्टन प्लस सो मेनी प्लेसेस होइन, ताजबनियामा छन्। हामी गयौँ, म्याक्सिमम् प्लेसमा गइयो। र एक दिन रातिको 12 बजे सबैजना रमाइलोमा थियौँ। त्यो रमाइलोमा चाहिँ मैले भने बुसवाक जाउँ। अनि साथीहरू ल जाउँ भने सबैजना, किनभने डेमा हामी गइसकेको थियो पहिला होइन साथीसँग। सो बुसवाक गइयो। अनि त्यो ठाउँमा झरेर चाहिँ बुसवाक छिर्यो। अनि म गाइड गर्ने, किनभने म गएको थिएँ नि त। अनि मोबाइलको लाइट पालेर बुसवा हिँड्दै गयो। हामी सोचेको चाहिँ हामी चाहिँ बिचमा पुगेका छौँ, तर हामी चाहिँ बिचमा छेउछेउमा हिँडिरहेको रहेछौँ बाटोको होइन। सो फेरि फर्क्यो। अनि अर्को साथीले म गाइड गर्छु भने, अनि उसले गाइड गर्यो। उसले पनि बाटोको छेउमा लिएर हिँड्यो, लान सकेन। सबै मन्दमा थिए होइन। अनि पछि चाहिँ 1-2 घन्टा घुमिसकेपछि चाहिँ होइन अब त्यो टु मच हुन्छ, पुलिस आयो भने समाउँथ्यो जङ्गलमा राति के गरे भनेर। अनि फर्कियो राति होइन, घर फर्कियो, सबैजना सुत्यौँ। अब यो के छ भने रमाइलो, ताजमनियाको धेरै मेमोरीहरू छन् है। अनि त्यो आफ्नो पिआरको लागि वेटिङ पिरियड भन्छ नि, कतिखेर लज गर्न पाएँ, कतिखेर आउँछ भने इगर त्यो एउटा मोमेन्ट, एउटा फिलिङ छ नि, त्यो कुर्दाखेरिको पीडा, एउटा मन डुक हुन्छ नि, आउने हो कि नआउने हो कि, आउने हो कि नआउने हो, कहिले हाल्ने हो। ओ माई गॉड, द्याट्स इज लट अफ प्रेसर के हुन्छ नि, एकदम प्रेसर हुन्छ। तपाईँहरूलाई भएको छ कि भएको छैन, सायद अफकोर्स भएको छ होइन। आइदिए त यो मलाई केही पनि चाहिन्थेन, दिस इज इट, मेरो जिन्दगीको एचिभमेन्ट यही नै हो भन्ने लाग्थ्यो त्यतिखेर। अहिले आएर थाहा हुन्छ जिन्दगीको एचिभमेन्ट त्यो मात्र होइन, धेरै कुरा छन् होइन। मैले अरू भिडियोहरूमा पनि भनेको छु तपाईँहरूलाई। कतिजनाले भन्नुहुन्छ कि पिआर पाइसकेपछि, पिआर पाइसकेपछि के को टेन्सन, सबै टेन्सन त दूर हुन्छ होइन। हामीले पिआर नपाउँदा हामीलाई कति टेन्सन छ भन्नुहुन्छ होइन। त्यो पीडा पनि बुझ्छु मैले, म पनि त्यही फेजबाट आएको हो होइन। सो अनि त्यसपछि होबार्टमा बस्दै गएँ, रमाइलो गर्दै गएँ। क्याम्पिङ जाने, बुस वाकिङ जाने होइन। एकदम चिसो इन्भाइरोमेन्ट, मलाई कोल्ड मनपर्छ। अनि थ्राइभ हुँदै गयो त्यो ठाउँमा, साथीभाइ चिनजान हुँदै गयो। र अर्को त रमाइलो पाटो भयो। अर्को अब टेन्सनको पाटो चाहिँ के थियो भने भिजा कहिले आउने सो मच प्रेसर।